आज तपाईले राजाको पालामा जन्मिनु भएको थिएन, तपाईँ गणतन्त्रको पालामा जन्मेको जस्तो लाग्छ। यसो अनुहार हेर्दाखेरि तपाईँको ओठ निचार्यो भने दुध आउँछ अहिले पनि। तपाईले राजाको विरोध गर्न सक्नुहुन्छ? तपाईले के पढ्नु भयो? तपाईले कुनै तपाईले इतिहास गलत पढाए, तपाईले गलत इतिहास पढ्नु भएको छ। सुन्नुहोस्, तपाईले एउटा कुरा ध्यान दिएर मिडियालाई मलाई पार्टी होइन, तपाईले कोसँग इन्टरभ्यु लिनु भएको छ? म पार्टीको झोले होइन, म राप्रपा पनि होइन, म राप्रपा पनि होइन। कसले भनेको राप्रपाले गरेको? राप्रपाको नाम लेखा छ एउटाको मात्रै, राप्रपा आयोजक होइन, संयुक्त जनआन्दोलनको आयोजना हो। संयुक्त जनआन्दोलन आयोजकमा त तपाईँ पनि आउनु भएको छ। तपाईँ आयोजक हो? म त पत्रकारको हैसियतले हो। तपाईँ समाचार वाचन गर्न आउनु भएको छ, सम्प्रेषण गर्न आउनु भएको छ होइन? उसो भए तपाईँ के राप्रपाले आयोजना गरेर आउनु भएको हो? हामी भनिसके त म पत्रकार हो। सुन्नुहोस्, अब पत्रकारज्यूहरूले एउटा कुरा के ध्यान दिनुहोस् भने तपाईँहरू जस्तैको मिडियामा हामीले प्रेस मिट गरेका छौँ, त्यसमा के भनेछ भने जनआन्दोलन समितिको संयुक्त आन्दोलनले आयोजना गरेको हो। स्वागत छ तपाईलाई। धन्यवाद। तपाईको परिचय? म पवित्रा जोशी, मेरो घर चितवन। म हाल यही कार्यक्रमको लागि विगत 2-3 महिनादेखि यतै छु। हाम्रो देशले विभिन्न कालखण्डमा परिवर्तन खोज्दै आयौँ र आजको दिनसम्म पनि हामी जनताहरूको चाहिँ श्रमलाई जहिले पनि दुरुपयोग गरे नेताहरूले। 2007 सालमा 2046 सालमा आएर 62-63 मा 72 मा आएर जहिले पनि जनतालाई एउटा नारा देखाउने, जनतालाई चाहिँ भड्काएर अर्को बाटोमा लगेर जनतालाई धोका दिने काम मात्रै यी नेताहरूले गरे। हिजो 44-45 सालदेखि लिएर आएर तपाईँको 46 सालसम्म जनतालाई चाहिँ प्रति व्यक्ति 6000 ऋण लगाए राजाहरूले, शाहवंशहरूले जनतालाई चुसेर खाए। उडुस हुन् भनेर यिनीहरूले गलत प्रवृत्ति, गलत हावा फैलाएर चाहिँ राजतन्त्र फाल्ने, बहुदल ल्याउने काममा पनि हामीले सपोर्ट गऱ्यौँ। जान नजाने हामीले चाहिँ यी नेताहरूलाई सपोर्ट गऱ्यौँ। फेरि पनि तपाईँको चाहिँ चुनाव गरे, यिनीहरूले छल कपट गरे। संविधान, जनताले लेखेको संविधानलाई यिनीहरूले मेटे। 2047 सालको संविधान बहुत राम्रो थियो, वर्ल्डकै एकदम सुपर थियो। त्यो राम्रो संविधानलाई यिनीहरूले चाहिँ फेरि दुरुपयोग गरेर राजालाई धोका दिएर 62-63 को चाहिँ उसबाट चाहिँ यिनीहरूले 2058 सालको घटना घटाए। यिनीहरूले आफ्नो मोनोपोली गर्न दरबार हत्याकाण्ड गरे। 62-63 को आन्दोलनबाट यिनीहरूले आन्तरिक संविधान घोषणा गरे। त्यस पछाडिबाट यिनीहरूले चाहिँ तपाईँको चाहिँ 62-63 मा यिनीहरूले चुनाव गरेर आएको होइन, आज राजालाई चुनाव गरेर आऊ भन्छ। यिनीहरू 62-63 मा यही राजाले 82 जना सांसद जङ्गलबाट टिपेर ल्याएर यिनीहरूलाई सांसद बनाइदिएर तिनै सांसद पदमा टेकेर आज राजालाई धोका दिएर राजालाई निलम्बित गरेर जनतासँग संविधानको लागि चाहिँ एउटा सुझाव सङ्कलन गरेर त्यो सुझावलाई चाहिँ एउटा बोरामा थन्काएर 84% हिन्दूको चाहिँ मागलाई चाहिँ एउटा कुल्चिएर यिनीहरूले ओमकारलाई चाहिँ कुल्चिएर धर्मनिरपेक्षता लादेर आज चर्चहरू स्थापना गर्ने, चर्चलाई महत्त्वपूर्ण दिने, चर्चलाई संरक्षण दिने गरे र जनतालाई जहिले पनि झुकाइरहे। नेपालको उद्योग धन्दा कल कारखानाहरू बन्द गरे, निजीकरण गर्ने र अनि यी दलाल चोरहरूको अहिले कम्पनीहरू उद्योगहरूमा चाहिँ विद्युतको बगौता 22-23 करोडसम्म यिनीहरूको चाहिँ बगौता हुँदाखेरि पनि यिनीहरू उठाउनेतिर नलाग्ने। जनताको चाहिँ एक दिन पनि ढिलो भयो भने यिनीहरूले 25% चाहिँ फाइन लगाउँछन्। त्यो उद्योगमा उठाउनु पर्ने चाहिँ बेरोजगार उठाउँदैनन्। त्यसैको लागि यिनीहरूले चाहिँ निर्देशक हटायो। अब राज संस्था ल्याउने भन्नुहुन्छ, राज संस्था हुँदा कस्तो थियो अवस्था भन्ने तपाईँलाई थाहा छ होला। त्यसरी अहिले आएर खुल्ला बोल्न पाउनु भएको छ। सरकारको विरोध गर्दा पनि तपाईँ बेलुका घरै जानुहुन्छ, तर त्यति बेला यदि तपाईँले आएर राजाको विरोध गरेको भए तपाईँ बेलुका घर नगएर चुनावमा जानुपर्ने। रमाइलो कुरा गर्नुभयो पत्रकार महोदयज्यू, रमाइलो कुरा गर्नुभयो। आज तपाईले राजाको पालामा जन्मिनु भएको थिएन, तपाईँ गणतन्त्रको पालामा जन्मेको जस्तो लाग्छ। यसो अनुहार हेर्दाखेरि तपाईँको ओठ निचार्यो भने दुध आउँछ अहिले पनि। तपाईँले राजाको विरोध गर्न सक्नुहुन्छ? तपाईँले के पढ्नु भयो? तपाईँले कुनै तपाईँले इतिहास गलत पढाए, तपाईँले गलत इतिहास पढ्नु भएको छ। सुन्नुहोस्, तपाईँले एउटा कुरा ध्यान दिएर मिडियालाई त्यो गर्नुपर्ने आवश्यक थियो। रोक्नुहोस्। तपाईँहरूले भन्नुहुन्छ 2000 राजा पृथ्वीनारायण शाहले 2224लाई सिंह नबनाइदिएको भए। सुन्नुहोस् म गर्छु। तपाईँको बाउको सुन्नुहोस्, तपाईँको बुवाको सुन्नुहोस्, तपाईँको आजको परिस्थिति तपाईँ कहाँ उभिनु भएको छ, तपाईँको पहिचान के हो त्यो बिर्सिनुहुन्छ भने पृथ्वीनारायण शाहलाई बिर्सिदिउँ, आजको मात्रै कुरा गरौँ। त्यसमा पनि म तपाईँलाई भन्छु होइन,
तर पृथ्वीनारायण शाहको जन्म भएर पृथ्वीनारायण शाहले 2224 सिङ्गो नेपाल बनाएर यो शासकहरूले जस्तो गरेन, जसको धर्म संस्कृति जसले जहाँ जे गरेका थियो त्यही गर्न दिए, मात्रै सिङ्गो नेपाल बनाइदिए। र आज विदेशीहरूले केल्चिन नसकेर सिङ्गो नेपाल बनाइदिएको भएर राष्ट्र प्रमुख हुने कुरा तपाईँलाई मन नपरेको हो? रोक्नुहोस्, म भन्दैछु तपाईँले एउटा प्रश्नको जवाब पाएपछि अर्को प्रश्न गर्नुहोस् है, चित्त बुझेन भने। म भन्दैछु सिङ्गो नेपाल बनाइदिएको भएर आज 17,000 तपाईँ जस्तो बच्चा एउटा चाहिँ निर्दोष बच्चाहरूलाई स्कुल पढ्ने बच्चाहरूलाई घिसारेर लगेर अनि चाहिँ हतियार बोकाएर आन्दोलन गरेर परिवर्तन गरेर त्यही दाहालको प्रचण्डको मात्रै परिवर्तनको लागि हो। 17,000 को बलिदान त्यसको लागि हो। नम्बर 1। नम्बर 2, काङ्ग्रेसले बेचेका कल कारखाना उद्योग बहुदल ल्याउन, प्रजातन्त्र ल्याउन नेपाली काङ्ग्रेस लागेको, ती चाहिँ शहीद भएकाहरूले गिरिजाको मनमानी गर्नलाई ल्याएको हो। सुन्नुहोस्, अब म भन्दैछु तपाईँहरूलाई, हामी पृथ्वी पथलाई अवलम्बन गर्छौँ, संवैधानिक राजतन्त्र स्थापना गर्छौँ, वैदिक सनातन हिन्दू राज्य कायम गर्छौँ, हाम्रो दुर्गा प्रसाई लगायतका आस्थाका बन्दीहरूलाई रिहा गर्छौँ, संघीयता खारेज गर्छौँ। अनि हामी गर्छौँ के भन्दाखेरि हाम्रा विदेशमा गएका युवाहरू जो प्राविधिक रूपमा जुन विषयमा ज्ञाता छन् उनीहरूलाई त्यही किसिमको उद्योग धन्दाको हामी जिम्मा लगाउँछौँ, उनीहरूलाई नेपाल स्वागत गर्छौँ। बाजोबारी मलाई पार्टी होइन, तपाईँले कोसँग इन्टरभ्यू लिनुभएको छ? म पार्टीको झोले होइन, म राप्रपा पनि होइन, म राप्रपा पनि होइन। कसले भनेको राप्रपाले गरेको? राप्रपाको नाम लेखा छ एउटाको मात्रै, राप्रपा आयोजक होइन, संयुक्त जनआन्दोलनको आयोजना हो। संयुक्त जनआन्दोलन आयोजकमा त तपाईँ पनि आउनुभएको छ, तपाईँ आयोजक हो। म त पत्रकारको हैसियतले हो, तपाईँ समाचार वाचन गर्न आउनु भएको छ, सम्प्रेषण गर्न आउनु भएको छ होइन? उसो भए तपाईँ के राप्रपाले आयोजना गरेर आउनु भएको हो? भनिसके त म पत्रकार हो। सुन्नुहोस्, अब पत्रकारज्यूहरूले एउटा कुरा के ध्यान दिनुहोस् भने तपाईँहरू जस्तैको मिडियामा हामीले प्रेस मिट गरेका छौँ, त्यसमा के भनेछ भने जनआन्दोलन समितिको संयुक्त आन्दोलनले आयोजना गरेको हो। यसमा राष्ट्रवादी 29 वटा मोर्चा छ, देशभक्तिहरू छन्, दुर्गा प्रसाईको अभियान छ, राष्ट्रिय प्रजातन्त्र पार्टी छ, म भन्दैछु नेपाल छ। तपाईँले राष्ट्रिय प्रजातन्त्र पार्टी तपाईँले भने भएर मैले नभनौँ कि भने अलिक पछि भनौँला भनेको, तपाईँले नभनेको विषयलाई मैले अलिक अग्रसर ल्याइदिएको। सबभन्दा पहिला भन्ने हो भने सबै कुरा भन्ने हो भने भुक्ने कुकुरले टोक्दैन, टोक्ने कुकुरले भुक्दैन। राप्रपाले राजा बचाउँथ्यो भने आजको देश यो स्थितिमा हुन्थेन। राप्रपाको दुई रूप छ, जनता चिन्नु, जनताले सचेत हुनु जरुरी छ। एउटा खसीको टाउको देखाएर कुकुरको मासु बेच्नेहरूको विश्वास म लाग्दैन, म अरू योभन्दा बढी भन्दैन। अहिले ऊ पनि आयोजनामा आयोजक छ। तपाईँलाई मन परेको छैन? यसो हो, मन पर्ने नपर्ने भन्ने कुरा हुँदैन, मन पर्ने नपर्ने भन्ने कुरा हुँदैन। मलामी जाँदा जो पनि आउँछ, जनता जाँदा जो पनि आउँछ। यो जनता र मलामीमा दुःखमा जुटेकालाई नि किन आइस भन्दैन, सुखमा जुटेलाई नि किन आइस भनिँदैन। त्यसकारणले जय राष्ट्रवाद। यो देशमा पत्रकारहरूले एउटा कुरा के बुझ्नुपर्छ भने तपाईँहरूलाई त्यो 12 भाइले खाइसकेको छ, तपाईँहरू पनि सचेत हुनु जरुरी छ है। तपाईँहरू पनि सचेत